गुड मर्निङ फ्रेन्ड्स, ह्याप्पी दशहरा। यतै हो हाम्रो दार्जिलिङको त्रिवेणी सङ्गीतलयको नानीहरू जो चाहिँ नवदुर्गा देवीको रूपहरू बनिरहेका छन्। यसमा नवदेवीको 9जनाको रूपहरू लिएर आएको छ। यहाँ तपाईँहरूले देख्न सक्नुहुनेछ। नवरात्रिमा चाहिँ हामी 9जना माताहरूको डेली दिनमा एक एकजनाको पूजा गरिन्छ। त्यसरी नै 9 दिन 9 माताको एउटै दुर्गा माताको 9 रूपको पूजा गरिन्छ। ती माताहरूका नामहरू चाहिँ यस प्रकारका छन्: शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रनाथ, कुसुमण्डा, सकदा माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री। त्यसरी नै यी हाम्रा साना साना नानीहरूको लागि जो चाहिँ माता भइरहेको छ उहाँहरूलाई पनि यो 9 दिनमा बहुतै साह्रो परेको छ। किनभने 9 दिनमा एकदमै चोखो भएर माताहरू बनिरहेको छ, मासु मङ्सहरू केही नखाएर। र आजको दिनमा उहाँहरू माताकै रूप लिएर आउनुभएको छ र उहाँहरूलाई सबैले नै एउटा माताकै रूप सम्झेर नमस्कार गरिदिने। ल तपाईँहरूले हेर्नुभयो, थ्याङ्क यू। यतै हो हाम्रो त्रिवेणी सङ्गीतालयद्वारा मिस लमु हुनुहुन्छ त्रिवेणी सङ्गीतालयको गुरुमा, उहाँद्वारा प्रस्तुति गर्नुभएको छ र यी नानीहरूको प्रस्तुति एकदमै राम्रोसँगले गर्नुभएको छ मिसले।